त विकअप भनेर आएको थियो। विकअप भन्दा त ठाडो देख्यो त फक्किन भनेर भने आइमेहरू पो हुँदो रहेछ। कोही राम्रो सबै जानेको हुन्छ नि यिनीहरूले दबाई पानी सबै हरेक जानेको हुन्छ। नजानिकन त्यो उन्जिलो कसले राख्छ त्यहाँ हस्पिटलमा जान्नु पऱ्यो नि। तर मैले भन्नु खोजेँ चाहिँ अब लोग्ने मान्छेको लागि लोग्ने मान्छे हुनुपर्ने के। कोही कोही बेला त अब आफ्नो गुप्त अङ्गतिर छालाको समस्याहरू परेको हुन्छ कसरी हेर्छ त्यो आइमे? त्यसले त हेर्छ बाजेको कति हेरिसक्यो त्यो छाला तर खुट्टा सब समात्छ यताउता पुरै चाक सबै हेरेको त्यो कुनै नलगाइ हेर्छ त्यति। चाकमा घाउ आएको थियो त एकचोटि बाजे सबै त्यो पोइन्ट खोलेर देखाइदियो बाजे खोलेर यहाँ देखाउँछु माल चाहिँ देखाउँदिनँ अरू त देखाउँछु। होइन गोरिनीहरू त माइन्ड भर्खर केटाहरू त्यहाँ केटाहरू आयो भने खुब गफ गर्छ कि त्यो अहिले डक्टरहरूले त त्यो गयो नै भएन नि। मेरो त गर्दैन है त्यो साले ऊहरू चाहिँ यो मुसलमान डक्टर आइमेहरूले चाहिँ अलिक नगर्दो रहेछ। डक्टर त मेरो पनि यो पत्थरीको अपरेसन बेला आफू खोलेरै मेरो डोने पत्थरीको अपरेसन गर्ने बेला गर्न चाहिँ केटा मान्छेले गर्यो। योभन्दा उँधो चाहिँ बिहोस बनाउँदो रहेछ क्या। यही छैन सबै केटीहरू थिए नि। म त होइन केटीहरूले हेरेको मेरो त खोलेर। नेपालीले तर मैले भन्नु खोजेको चाहिँ मुसलमान आइमेहरू चाहिँ हेर्दैन कि। तिनीहरूलाई त तिनीहरूकोमा त केटाको केटा हुन्छ क्या। अब युकेमा पनि त्यो गर्दा संस्कारै त्यस्तो हुन्छ तिनीहरू। युकेमा पनि मैले यसो धेरै विचार गरेँ मुसलमान आइमेले लोग्ने मान्छेको त्यो छामछुम गर्ने त्यो गुप्त अङ्ग हेर्नेमा चाहिँ नबस्दो रहेछ। त्यो बेलायतमा अपरेसनमा त हुन्छ नि होला। अमेरिकन केटीहरूले त खै कुइरेनीले त मतलबै राख्दैन। मेरो समातेर त्यो ऊ लगाएर कटकट गरेर देख्यो समातेर त्यो केटीले समातेर त्यो ऊ लगाएर त्यहाँदेखि बस भोर्यो। यो चाहिँ राम्रो लाग्छ क्या कुइरेनीहरूको त्यो तरिका चाहिँ। डक्टरहरू त फेरि लजाएर गोरिनले समात्छ नि गर्नै पर्यो नि। त्यही त कुइरेनीहरूले राम्रो त्यो मुसलमान आइमे डक्टरले चाहिँ गर्दैन कि तिनीहरूको ऊ नै डिपार्टमेन्ट के अरे ऊ नै फरक हुन्छ कि। आइमेलाई मात्रै हेर्दो रहेछ। युकेमा पनि मैले विचार गरेँ। टाइपिङ होस्टमा गएको एउटा लेस नायक थियो साले सधैँ त्यो नोट्सहरू आउने सिस्टर विकअप भनेर लुगा तानिदिने क्या। त्यहाँदेखि त्यो ड्युटी गर्नुपर्ने त्यसले अलिक उसले चाहिँ चिया ल्याएर के बाँड्ने ड्युटी थियो क्या। अब बिमारदेखि अलिक निक भएपछि अलिक ड्युटी लाउँछन्। अन्त एक दिन त यस्तो ठाडो पारेर त्यो चेतनले छोपेर त विकअप भनेर आएको थियो। विकअप भन्दा त ठाडो देख्यो त फक्किन भनेर भने बिरामीहरूलाई त्यो बिमारी गएको अनि बिमारी निक भएको थियो। अनि निक भएपछि टङ्ग्रेपछि त्यो चियाहरू यता आउँदाखेरि यसो बाँड्नु लाउँछ क्या ड्युटी गराउँछ। अनि यसरी विकअप भनेर त्यसलाई उठाउने। त्यसले त आज त म एउटा जादु गर्छु भन्दै थियो। के जादु गर्छस् भनेर भनेको मैले हेरिबस भनेर भने पश्चिमको कुर्नु हो त्यो जात अन्य गरेरै त्यसो गरेको अन्य गरेर अनि चेतर यसरी गरेर त ठाडो पारेर राखेछ। अन्त त ठाडो देख्दा त खतम गोरिनी त।